आज हामी निकै खुसी थियौँ किनकि धेरै वर्षपछि हामी गाउँ जाँदै थियौँ। म अनि मेरो अङ्कल काठमाडौँदेखि अर्घाखाँची जाने भनेर सामान रेडी गरी बिहान करिब 4 बजेतिर बाइकमा यात्रा सुरु गर्यौँ। निकै रमाइलोसँग हामी यात्रा गरिरहेका थियौँ। हामी करिब 4 बजेतिर बुटवल आइपुग्यौँ अनि यतै बस्ने कि आजै जाने भन्ने विषयमा छलफल गर्यौँ। अलिकता भोक लागेको कारण र चिसो पनि थियो। थोरै चिया अनि खाजा खायौँ। खाइसकेपछि हामीले हिँड्ने नै निर्णय गर्यौँ। त्यति बेलासम्म करिब 5:30 भइसकेको थियो। अलि चिसो मौसम भएकोले हुस्सी र कुहिरो पनि लागिरहेको थियो। खाजा खान रोकिएको पसलको बाजेले आज यतै बस, रातिमा हिँड्न ठिक हुँदैन भन्दै हुनुहुन्थ्यो। उहाँको आँखाले केही बताउन खोजे जस्तो पनि देखिन्थ्यो। तर पनि हामी दुईजना भएको कारणले उहाँको कुरालाई व्यवस्था गरी अगाडि बढ्यौँ। करिब 7 बजेतिर हामी अर्घाखाँचीको हाइवे समात्न पुग्यौँ। पत्रकोटको जङ्गलको उकालो लाग्यौँ। जङ्गल सुनसान थियो। बाइकमा हामी दुईजना मात्र थियौँ। तर कता कता मलाई मनमा डर पनि लागिरहेको थियो अनि त्यो बाजेले भनेको कुरा मनमा आइरहेको थियो। बीचमा हामी पिछा फेर्न एकछिन बाइक रोक्यौँ। वरिपरि हेर्दा अर्कै दुनियाँमा आए जस्तो सुनसान थियो अनि हुस्सीको कारणले जङ्गल पनि डरलाग्दो देखिरहेको थियो। अनि मैले बाइक चलाएँ। अगाडि बढ्दै जाँदा मनमा पनि डर बढिरहेको थियो। हामी देउरालीकटी नरपनीको बजार पार गर्दै अगाडि जङ्गलतर्फ लाग्यौँ। कुहिरो निकै थियो अनि चिसो पनि धेरै नै बढिसकेको थियो। धेरै अगाडिसम्म लाइटको उज्यालो पनि पुग्न सकेको थिएन। एक्कासी हल्का बाइकको ब्याकलाइट बोले जस्तो अगाडि देखियो। अगाडि कोही त थियो अनि मैले अलि स्पिड बढाएर अगाडि जाने प्रयास गरेँ। तर त्यो बाइक नै थियो या थिएन स्पष्ट देखिएको पनि थिएन। अगाडि बढ्दै जाँदा म त्यो बाइकको केही पछाडि थिएँ। मैले हर्न हाने तर साइड दिन खोजेको थिएन। सेतो कपडामा हेलमेटले पुरै मुख छोपेको अनि हातमा ग्लोभ्स लगाएको थियो। हामी जति अगाडि बढ्दैछौँ त्यो पनि त्यति अगाडि बढ्दै थियो। हामीले सोच्यौँ रातिमा रक्सी खाएर चलाएको मान्छे होला भनेर। घुम्तीको टर्निङ पोइन्ट पछि त्यो बाइक देखिएन अनि हामी ओह्रालो बिस्तारै झर्दै थियौँ। एक्कासी पछाडि त्यही बाइक आइरहेको थियो। अङ्कलले साइड देऊ न भन्नुभयो तर त्यो अगाडि जाने भने कोसिस गरेको थिएन अनि हामी बिस्तारै ओह्रालो झर्ने क्रममा हाम्रो बाइकको स्टार्ट एक्कासी बन्द भयो अनि हामी डरले हस्याङ पछ्याङ गर्दै गोजीबाट मोबाइल निकाल्यौँ। तर पछाडि भने त्यो बाइक थिएन। अङ्कलले त्यो पछाडिको बाइक कता गयो भन्नुभयो तर मलाई पनि थाहा थिएन। जनतन हाम्रो बाइक बल्ल तल्ल गरी फेरि स्टार्ट भयो अनि हामी अगाडि बिस्तारै बढ्दै थियौँ। अलि तल पुगेका थियौँ। त्यो बाइक रोडको साइडमा थियो र त्यो सेतो कपडा लगाइरहेको मान्छे भुइँमा उभिरहेको थियो। अहिले हामी दुईजनालाई डर लाग्यो। त्यो बाइक न पछाडि थियो। एक्कासी अगाडि बाटोको साइडमा देख्दा हामी दुईटाको दिमागले काम गर्न पनि छाड्यो। हामी डरले बाइक अलि स्पिडमा भगाउने कोसिस गऱ्यौँ। फेरि साइड मिररमा हेर्दा त्यो बाइक पछि पछि आइरहेको थियो। त्यसपछि तल रहेको बजार पास भइसकेपछि हामीले पछाडि हेऱ्यौँ तर त्यो बाइक देखा पर्न छोड्यो। भनेको त सुनेका थियौँ रातिमा त्यहाँ हिँड्न खतरा छ, धेरैलाई डराउन दिन्छ भनेर। तर त्यो मान्छे नै हो कि साँच्चै हामीलाई डराउन दिएको थाहा भएन। तर त्यो घटना सम्झँदा अझै पनि मन सिरिङ्ग भएर आउँछ। डर लाग्छ। सुनसान ठाउँतिर हिँड्नु परे सकेसम्म रात नपार्नु होला।
बिहानै छिटै हिँडेर राति घाम डुब्नुभन्दा पहिले नै गन्तव्यमा पुग्नुहोला। के थाहा भोलि तपाईहरूको जीवनमा पनि केही भुल्न नसकिने याद बन्न सक्छ। थ्याङ्क यू गाइज। आजको कथा यति मात्रै थियो। तपाईहरूलाई यस्तै कथाहरू सुन्न र हेर्न मनपर्छ भने कृपया लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला अनि बेल आइकन थिच्नुहोला, किनकि कथा आएको पहिलो नोटिफिकेसन तपाईहरूको मोबाइलमा आओस्। थ्याङ्क यू। अर्को कथामा भेटौँला।